ल मैले आफ्नो मतदान गरिसकेँ, आफ्नो अधिकारलाई सदुपयोग गरिसकेँ। आशा छ तपाईँहरूले पनि मतदान गरिसक्नुभयो होला, कतिजना प्रक्रियामा हुनुहुन्छ होला। आशावादी छु सबैजनाले आफ्नो प्रतिनिधि छनौटको लागि चाहिँ सोचेर बुझेर नै मतदान गर्नुभएको छ होला अथवा हुनेछ होला। किनकि हामीले राम्रो प्रतिनिधि छानेर पठाउन सक्यौँ भने देश सही दिशामा जानेछ। यदि हाम्रो मत सही प्रतिनिधिमा पुगेन भने देशले फेरि पनि दुःख पाउने अवस्था हुन्छ। तपाईको मत खेर नजाओस्। तपाईले जसलाई मत दिनुभएको छ उहाँले तपाईको मतको न्याय गरोस्। यस्ता व्यक्तिलाई हामीले छनौट गर्न सक्नु पर्दछ। आफ्नो मनले, आफ्नो सोच विवेकले जो ठिक लाग्छ उहाँलाई मतदान गरेर पठाउनुहोस्, जिताउनुहोस्। देश बन्नु, देशले न्याय पाउनु भनेको हामी जनताले नै राहत पाउनु हो। अझ त्यो भन्दा पनि हाम्रो छोरछोरीले आउने भविष्यका पुस्ताहरूलाई एउटा चाहिँ मार्ग प्रशस्त गरिदिनु हो। अब मेरो विचारमा देश विकास हुने समय पनि आइसक्यो। यो खिचातानी, यो चाहिँ अल्झिएको राजनीतिबाट मुक्त हुने समय पनि आइसकेको जस्तो लाग्छ। किनकि अब धेरै नै अब देखियो परिवर्तनहरू। थोरै विकास नभएको त होइन, भएको छ, तर जुन हिसाबले हुनुपर्ने थियो 100मा एटलिस्ट 40% विकास हुनुपर्नेमा 100मा 10% गति लिएको, विकासको गति लिएर बाँकी 90% चाहिँ वेस्ट भएको हुनाले जनताहरू बेखुसी छन्। आश गरौँ सबैको भोटको न्याय मिलोस्। देश सही मार्गतिर प्रस्थान गर्नेछ। धन्यवाद।